यो गीतमा तीन पाते भने के हो थाहा छ? अनि यहाँ यो रस रङको अर्थ के हुन्छ सोच्नु भएको छ? छैन भने तपाईँले यो गीतको पुरै मजा लिनुभएको छैन। यो भिडियोमा मैले यी शब्दको व्याख्या गरेको छु, त्यसैले भिडियो पुरै हेर्नु होला। अनि हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त। तीन पाते के हो भनेर बुझ्नुभन्दा पहिला गीतको सुरुवातको 2 लाइन बुझ्नै पर्छ। हर्क साउदको शब्द, सुजन चापागाईको सङ्गीत अनि उनी स्वयं र विद्या तिवारीको गायन रहेको यो गीत सानैबाट चिन्ने दुई साथीहरूको थाहै नपाई हुर्केको प्रेमलाई सम्झेर लेखिएको छ। देख्नु र हेर्नु शब्द सामान्य रूपले सोच्ने हो भने एकअर्काका पर्यायवाची हुन्, तर यिनमा केही फरक पनि छ। देख्नुले यहाँ थाहै नपाई कतै झलक्क देखेको पललाई सङ्केत गर्छ, यसपछि आउँछ हेर्ने चरण। अब यहाँसम्म आइपुग्दा उसको हेराइमा सायद थोरै उद्देश्य छ, वा भनौँ उसले ध्यान दिएरै हेरेको छ। अनि जब त्यो हेराइ दोहोरो हुन्छ उनीहरू भेट्छन्। प्रेममा एउटा भेटपछि अर्को भेट नहुन्जेलसम्म सम्झना नै पुल बनिदिन्छ, त्यसैले त गीतको चरित्र भन्छ। देख्ने, भेट्ने, हेर्ने अनि सम्झिने यी चारवटै चरणमा उनीहरूलाई सायद माया बस्यो भनेर थाहै भएन, तर बस्यो, साह्रै मिठो बस्यो, बहुमूल्य बस्यो। यसलाई भन्न हर्कले चिया टिप्दा सबभन्दा राम्रो मानिने 3वटा पातको बिम्ब ल्याएका छन्। केटाले मनै मनमा महसुस गरेको प्रेम चियाको 3 पत्ता हुर्के जसरी हुर्कियो र उसको जीवनको लागि महत्त्वपूर्ण र मिठो भइदियो। त्यति मात्र होइन, मनमा त्यो माया यस्तरी पलायो र फैलियो जसरी चियाको पत्ता वा मुना थाहै नपाई बढ्छ र फैलिन्छ। अब यसमा युवतीको जवाफ सुन्नु त। उनलाई पनि युवकलाई जस्तै भएको छ। उनी उसलाई विपनमा देख्छिन्, सपनामा भेट्छिन्। दिनै रात उसैलाई नै सम्झिन्छन्। गीतको यो भागसम्म आइपुग्दा युवतीले आफ्नो जीवनको सबभन्दा ठुलो खुसी नै ऊ बनेको कुरा भन्छ। यसलाई भन्न हर्क साउदले रसरङ भन्ने शब्द ल्याएका छन्, जसको अर्थ हुन्छ हर्ष, उत्सव आदिमा गर्ने मनोरञ्जन। अर्थात् ऊ नभए उनको जीवनबाट मनोरञ्जन नै हराइजान्छ। त्यसैले त आफ्नो उत्सव अथवा मनोरञ्जन अर्थात् रसरङ सबै ऊ भएको अथवा उतिरै गएको भन्दै उनी गाउँछन्। गजब छैन त? यो गीतमा तपाईँलाई मनपर्ने लाइन कुन हो कमेन्ट गर्नु होला। अनि यो गीत साह्रै मन पराउने साथीलाई कमेन्टमा मेन्सन गर्दै सोध्नु होला।